कुर्सी हल्लिन थाले हो। ठ्याक्कै 1170 जना झोले र राजनीतिक ऐजारुहरूको पद अब एकै झड्कामा धरापमा पर्दैछ। आखिर को छन् राष्ट्रपाको यो महासफाईको निशानामा? यो प्रशासनिक भूकम्पको भित्री तयारी कस्तो छ? सिंहदरबारको इतिहासमै सम्भवतः सबैभन्दा ठूलो प्रशासनिक विस्फोटको काउन्टडाउन सुरु भएको छ। 182 सांसदको बलियो जनमत र 2/3 शक्ति बोकेर अर्को साता बालेन्द्र शाह बालेनको नेतृत्वमा महासफाई सरकार बन्नु अघि नै राष्ट्रपाले यी 1170 पदमा बसेकालाई कि त नैतिकता देखाएर कुर्सी छोड, होइन भने निलम्बनको डण्डा भोग्न तयार हौ भन्दै अन्तिम चेतावनी दिएको छ। यो कुनै सामान्य हेरफेर होइन, यो त दशकौंदेखि नेताको चाकडी गरेर सरकारी ढुकुटी रित्ताउने सेटिङको साम्राज्य ध्वस्त पार्ने मास्टर प्लान हो। तपाईलाई लाग्ला यो 1170 लिस्टमा को होलान्? राष्ट्रपा र बालेनको यो महासफाईको राडरमा 30 देशका ती राजदूत छन् जो योग्यताले होइन नेताको फेरो समातेर विदेश पुगेका छन्। यसमा नेपाल राष्ट्र बैंकका गभर्नरदेखि विश्वविद्यालयका उपकुलपति र विभिन्न सरकारी संस्थाका ती जीएमहरू पनि छन् जो राजनीतिक भागबन्दामा नियुक्ति भएका हुन्। यति मात्रै होइन, 77 वटै जिल्लाका भूमि आयोगका कार्यकर्तादेखि ठूला विकास परियोजनाका बोर्ड सदस्यसम्म जो नेताको खल्तीबाट सरकारी कुर्सीमा छिरेका छन्, ती सबै 1170 जनालाई राष्ट्रपाले काँचुली फेर्ने करार अन्तर्गत सिधै घर पठाउने अन्तिम तयारी गरेको बुझिएको छ। प्रवक्ता मनिष शाहले त स्पष्ट भनिसकेका छन्, जनताको करबाट राजनीतिक स्वार्थ पाल्ने दिन अब सकिए। सो त मार्ग प्रशस्त नगरे प्रक्रियागत झन्झट बेहोर्न तयार हुनुहोस्। प्रशासनिक विज्ञ शारदा प्रसाद त्रितालले त झन् यो सूचीमा अदालत र संवैधानिक निकायका सेटिङवालालाई समेत थपेर जेनजीको भावना सम्बोधन गर्नुपर्ने भन्दै आगो उकलेका छन्। 2046, 2063 र 2072 का परिवर्तनहरू लतारेर ल्याइएका कारण असफल भए, तर बालेन रविको युगको यो 1170 को सर्जिकल स्ट्राइकले अब पुराना अवशेषहरूलाई बगाएर मेरिटोक्रेसीको नयाँ जग बसाल्ने पक्का छ। अब एउटै प्रश्न छ, के यी 1170 शक्तिशाली व्यक्तिहरूले कानुनी छिद्रा खोजेर यो परिवर्तनको वेग रोक्न सक्लान् कि जनताको नयाँ म्यान्डेटले उनीहरूको कुर्सी सधैँका लागि पल्टाइदिनेछ? के राजनीतिक नियुक्तिका सबैलाई एकमुष्ट विदा गर्नु सही हो? आफ्नो कडा विचार तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्।